आज चाहिँ मेरो छोराको बर्थडे। हामी घरमा चाहिँ आमा छोरा मात्रै छौँ अनि बाहिर चाहिँ एकदम ठुलो पानी परिरहेको छ अनि उसको डिमान्ड चाहिँ आज अचार पुलाउ पनिर खाने डिमान्ड छ। त्यही भएर म चाहिँ अब घरमा जे एभाइलेबल छ होइन, अब यो पानीमा ठुलो परेको छ किन्न जान पनि अलिक गाह्रै छ अनि म चाहिँ घरमा जे छ त्यो चाहिँ बिहानै लिएर राखेको थिएँ मैले पनिर चाहिँ। अनि घरमा जे छ त्यो चाहिँ म आज बनाउँदैछु। त्यो आलु उसिन्नु बसाल्दैछु मैले। म चाहिँ पहिला अब यहाँ पनिर फ्राई गर्दैछु। मेरो छोरालाई चाहिँ पनिर भनेपछि एकदम उसको फेभरेट हो। ऊ चाहिँ काँचै पनिर पनि खाइदिन्छ कि नखाऊ भनेको बेबी। छोरा पुग्यो छोरी पनि खाने रे। ल ल जाऊ अचार बनाउँदैछु। अब पनिर फ्राई गर्दैछु म चाहिँ। यो मैले बनाएको अचार चाहिँ मेरो हस्बेन्डलाई एकदमै मनपर्छ। म चाहिँ एकातिर आलसलाई पनि भुट्दैछु अचारको लागि। मलाई चाहिँ अचारमा चाहिँ आलस हालेको नै मनपर्छ कि एकदमै मिठो लाग्छ। मैले चाहिँ गाजर पनि हाल्न लगाएको छु, यस्तो मिठो हुन्छ नि। यो मिक्स अचार चाहिँ एकदमै टेस्टी हुन्छ। यसमा चाहिँ हल्का नुन हालेर एकछिन राखिदिन्छु। पिरो चाहिँ धेरै हाल्दिनँ है, छोराले पनि खान्छ। धेरै पिरो भने फेरि उलाउ हुन्छ। बढी चाहिँ यस्तो पिरो छ कि हातले छोयो भने हातले त्यस्तो पोल्छ। मैले अचारलाई यो आलस चाहिँ मिक्सरमा पिस्दैछु। यसमा चाहिँ एक दुईवटा सुकेको खुर्सा थोरै नुन पनि हालिदिएँ। यो पनि रेडी भयो। सागुतीको रस हाल्दैछु। आलु पनि हाल्ने। अब मैले चाहिँ आलस हालेँ। अलि टन्नै हाल्नु पर्यो, अचार पनि टन्नै छ। अब मैले अमिलो पनि हालेँ। अब मैले चाहिँ झान्नको लागि चाहिँ यहाँ तोरीको तेल हालेँ। अब यो तेलमा चाहिँ मेथी फुराउने, मेथी अनि लास्टमा बेसार हाल्नुपर्छ। यो चाहिँ अघि चिया खाँदाखेरि यो उम्लिएर गएको है, यो चाहिँ एकदम फोहोर जस्तो देखिए रहेछ। अब चाहिँ यसमा बेसार हालेर झानिदिने। धेरै बेर डढाउनु चाहिँ हुँदैन, हालिहाल्नु पर्छ। यसरी झानिदिने। अचार एकदम मिठो हुन्छ। मेरो स्टाइलको अचार रेडी भयो। अब माथिबाट धनिया हालेर राखिदिने अनि खाने बेलामा निकालेर खाने। अब म चाख्छु है त अचार कस्तो भएछ। अरू चाख्न दिनलाई कोही छैन, म आफै चाख्छु। अचार चाहिँ एकदम मिठो भएछ। अनि यता चाहिँ मैले अब पनिरको लागि रेडी गरेँ। मैले चाहिँ यो अब छोराले त्यो प्याजहरू पनि केलाउँछ नि त, उसले प्याजहरू यसो छेक्रा आयो भने खाँदैन। अनि मैले चाहिँ मिक्सरमा मजाले प्याज र टमाटरलाई चाहिँ पिसेँ। मैले चाहिँ सिम्पल गरेर बनाउन लगाएको। मेरो छोरी पनि बोल्दैछ नि यहाँ साइडमा। मैले चाहिँ पनिर सिम्पल गरेर बनाउन लगाएको छु। सादा, धेरै पिरो पनि नहालिकन। अचारमा हल्का पिरो छ। अनि सबै फुराएँ मैले। मेथी अनि पड्काएँ, जिरा सबै पड्काएँ। अनि मैले चाहिँ त्यो अब अघिको त्यो पेस्टलाई, टमाटर र प्याजको पेस्टलाई चाहिँ मजाले तेलमा हालेर एकछिन भुट्छु। सिम्पल। अब त्यो खासै मलाई त्यस्तो बनाउन चाहिँ आउँदैन साथीहरू, अलिअलि हल्का। अनि यसरी मैले चाहिँ यसलाई मजाले तेलमा फ्राई गरेँ। तेल चाहिँ अलि नै बढी नै भयो जस्तो छ है हेर्दा। अलि अब बढी नै हालेछु मैले तेल चाहिँ साथीहरू। अनि मजाले एकछिन त्यो भुट्नुपर्छ। मेरो छोरी पनि यहाँनिर बोल्दैछिन् है। छोरी पनि बोलिसक्यो हो। आज दादाको बर्थडे हो। ए हो। अनि हामी चाहिँ खास कसैलाई बोलाएको पनि थिएन। अनि मैले यसमा अदुवा र लसुनको पेस्ट पनि हालिदिएँ है साथीहरू। कसैलाई त्यस्तो बोलाएको मलाई पनि अलिक सन्चो थिएन। अनि छोराले पनि हुन्छ मामु केही नगर्ने भनेको थियो। अनि त्यस पछाडि चाहिँ मैले चाहिँ जस्टुललाई चाहिँ अब यसो पनिर उसको फेभरेट, अनि यस्तो पनिर बनाइदिन्छु भनेर खास बनाइदिनु लागेको थिएँ। अनि मैले त्यसमा चाहिँ आलु पनि हालिदिएँ।
आलु हालेर मजाले चलाउँछु अनि त्यस पछाडि मैले चाहिँ साथीहरू मजाले त्यहाँ पानी पनि हालेर आलु मजाले पकाएर अनि त्यसमा पनिर पनि हालिदिएँ अनि त्यस पछाडि पनिर पनि मैले रेडी गरेँ साथीहरू अनि माथिबाट धनिया अनि त म त कोही नआउने भने त मलाई त दिदी र दिदीको छोरीले त पुरै बाबुलाई त सरप्राइज दिइराखेँ उनीहरू त भन्दै नभइकन 5 बजे हिँडेको रे घरबाट 7 बजे घर आइपुगेर छोरालाई त पुरै बर्थडे सरप्राइज गरिदिइरहेको कि अनि छोरा पनि एकछिन ह्याप्पी भयो ठुल्मामु र दिदी आउँदाखेरि मेरो छोरा पनि ह्याप्पी भएर खुसी भएको छ होइन दिदी र ठुल्मामु त एक्कासी आइरहनु भएको होइन अनि मेरो छोरीको चाहिँ हेर्नु न कप्पा अनि बाबु चाहिँ एकदम खुसी भयो उसको ठुल्मामु र दिदी आएको भएर ऊ त सरप्राइज नै भयो नि अनि मजाले उसको चाहिँ हामीले यसो उसलाई रमाइलो हो बच्चालाई होइन अनि यसो केक काटिदियौँ होइन उसलाई एकछिन रमाइलो गराइदियौँ मैले त खास केही त्यस्तो उनी गरेको थिइनँ अनि दिदी र छोरी नानी चाहिँ अनि आएछन् अनि त्यो चाहिँ एकछिन छोरालाई रमाइलो भयो जे पनि ठुल्मामु र दिदी आएपछि छुट्टै उसको त्यो हुन्छ नि फेसमा चाम आएको थियो यतिकै रमाइलो यसरी रमाइलो भयो साथीहरू बर्थडे हाम्रो